हेलो नमस्ते सबैलाई। आज म सिम्पल सुरुवाल कापीमा ड्राफ्ट बनाएको देखाउँदैछु। यो ड्राफ्ट सिम्पल सुरुवालको ड्राफ्ट भयो। यसको लागि नापहरू मैले यसरी लिएको छु। तपाईहरु आफ्नो आवश्यकता अनुसारले नापहरू लिन सक्नुहुन्छ। मैले घेरा लिए 40, पुरा लम्बाई 33 अनि मोटा घेरा 14 लिएको छु। यो ड्राफ्ट मैले 1/6 स्केलबाट बनाएको हो। यो स्केलको यो साइडबाट यो मसिनो नम्बरहरुबाट बनाएको भयो। यही नापहरु इन्ची टेपको यो ठुलो नम्बरबाट पनि यो नाप राखेर कपडामा कटिङ अनि सिलाई गर्न सकिन्छ। यो सुरुवालको मुनिको पार्ट भयो। यसको पूरा लम्बाई यहाँबाट यहाँ 33 छ। 33 मा मैले नेफा भाग 6 माइनस गरी 6 माइनस गरेर बच्यो 27। 27 मा प्लस 1 गरी 1 गरेर बराबर 28 भयो। यहाँदेखि यहाँ यसको पूरा लम्बाई 28 छ अनि यसको यहाँबाट यहाँ चौडाई हिप घेरा 40 लाई 2 ले भाग गरी बराबर 20 आयो। प्लस 5 इन्च प्लस गरी यो चाहिँ सिलाई भाग र मुजा भाग भयो। यो घटबड गर्न सक्नुहुन्छ। 5 प्लस गरेर टोटली आयो 25। 25 यहाँदेखि यहाँ छ यसको चौडाई। अनि फेरि यो पोइन्ट देखि मुनि मोटा लम्बाइमा 1.5 इन्च प्लस गरी मोटा भाग सिलाउनुको लागि यसको मोटा घेरा यहाँबाट यहाँ 7 छ। मोटा 14 को आधा अनि फेरि यहाँ मुनि यहाँदेखि यहाँ 8 छ। मोटा 14 को आधा 7 राखी अनि प्लस 1 गरेर यहाँबाट यहाँ यो साइडमा चाहिँ 8 राखेको छु। यसको जाङ लम्बाई 8 छ। हिप घेरा 40 लाई 5 ले भाग गरेर 8 आयो। यो 8 मैले यहाँ जाङ लम्बाई राखेको छु। यो चाहिँ नेफाको भाग भयो। नेफाको लम्बाई यहाँदेखि यहाँ 6 छ। अघि पूरा लम्बाइमा माइनस गरेको यो 6 मैले यहाँ नेफाको लम्बाइमा राखेको छु। अनि यो 3 चाहिँ इलास्टिकको लागि भयो। 3 यो घटबड गर्न सक्नुहुन्छ। इलास्टिक भागको लागि 3 राखी लम्बाई। यसको यहाँदेखि यहाँ चौडाई चाहिँ हिप घेरा 40 छ। 40 लाई 4 ले भाग गर्दा 10 आयो। 10 मा प्लस 4 राखेर 14 भयो। 14 मैले यहाँबाट यहाँ राखेको छु चौडाई। यो नेफा कटिङ गर्दा यो साइडमा बन्द भाग हुन्छ। यो पुरै यो 4 पत्रमा कटिङ हुन्छ। अनि यो सुरुवालको पनि यो साइड बन्द भाग हुन्छ पुरै। यो पनि 4 पत्रमा कटिङ हुन्छ। यो ड्राफ्टहरुको मैले पेपर कटिङ पनि गरेको छु। यो चाहिँ नेफाको भाग भयो। यो साइड बन्द भाग छ। यो 4 पत्रमा छ। यो चाहिँ सुरुवालको पार्ट भयो। यसको पनि यो साइड बन्द भाग छ। यो पनि 4 पत्रमा छ। यसरी यो पेपर कटिङलाई अब फिजाएर राख्दा यो यस्तो देखिन्छ। यो नेफा भागको पेपर कटिङ भयो। अनि यसको यहाँनिर थोरै मुजा बनाइदिए। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब अनि कमेन्ट गर्न नबिर्सिनुहोस्। धन्यवाद।